एउटा 3 लाख सानसुनको पार्टी थियो हाम्रो, आज त्यो पार्टी पनि छैन। अनि पार्टी छैन भने के गर्छौं त भन्दा हामीले विचार र सिद्धान्त मिल्नेसँग हामी पार्टीमा हामी एकताबद्ध हुने नै हो। किसान दाइले त फोरकास्ट गरिहाल्नु भयो, एकताबद्ध हुने नै हो। त्यसो गर्दा हामीले कम्तीमा रूपान्तरित हिसाबले हामी जाउँ, हामी पनि रूपान्तरण हुन आवश्यक छ भन्ने कुरा छ। र अहिले हामीले यति पज गरेर हाम्रो यात्रा अवरुद्ध छ, हाम्रो पार्टी विघटन भएको छ। नयाँ बाटोका लागि हामीले केही कुरा देशैभरि नेकपा एकीकृत समाजवादीका नाममा संगठित हुनुभएका वडा तहदेखि केन्द्रीय कमिटीसम्म, विभिन्न जनसंगठनदेखि जनवर्गीय संगठनसम्मका सबै साथीहरूलाई एकताबद्ध भएर हामी उभियौँ। आजको दिनमा यहाँ उभियौँ। यहाँ उभिएर हामीले हाम्रो नेतृत्वमा भयंकर ठुलो पार्टी बनाउँछौं भन्ने कुराको घोषणा या दाबी गरिरहेका छैनौं, किनकि त्यो वास्तविकतामा आज समाज छ कि छैन भन्ने कुरा तपाईहरुले नै भन्नुहुन्छ। यदि यो वास्तविकता हो भनेर तपाईहरुले भन्नुभएछ भने सोच्ने कुरा होला, तर हामीलाई आज यो लागिरहेको होइन। त्यसकारण समाजवादी पार्टीमा संगठित हुनुभएका सबै साथीहरु हामी जहाँ हुनुहुन्छ आज हामी, किनभने यो एउटा सन्देश पार्टी विहीन भयौं नि त। अब यसको 1 घण्टा पछि पार्टी विघटन भइसकेपछि हामी पार्टी विहीन मान्छेहरु के गर्छौं त भन्ने सन्दर्भमा देशैभरिको साथीहरुको लागि, कमरेडहरुको लागि एउटा एकमुष्ट सन्देश हामीले दिनुपर्छ।